साथीहरू जीवनमा गाँजा तान्ने कहिले नगर्नु होला र मजाको लागि भनेर पनि कहिले नलिनु होला। किनभने यो भनेको एकदमै नराम्रो चिज हो। यसले तपाईँको बहुमूल्य समयलाई बर्बाद पार्छ र तपाईँको शरीरलाई बिस्तारै बिस्तारै नष्ट गरेर लैजान्छ र तपाईँको सोच्नु सक्ने तपाईँको स्मरण शक्तिलाई बिस्तारै कमजोर पार्छ र समाजमा सबैसँग तपाईँको विश्वास नरहनु यो गाँजा तान्नेले एकदमै तपाईँलाई बर्बाद पार्छ। त्यसैले साथीहरू समयमै तपाईँहरू सोच्नुहोस् र समयमै बुझौँ। हो, यो गाँजा खाँदाखेरि तपाईँले सोच्नुहुन्छ होला, खाए त मैले खाएको छु, मैले कसैको केही खाइदिएको छैन, मैले कसैको केही बिगारिदिएको छैन भन्ने तपाईँलाई यो गाँजा तान्दाखेरि यस्तो सोचहरू आउँछ र यो गाँजा खाँदाखेरि तपाईँ एकदमै गहिरैमै डुबेर एकदमै फिल्डमा तपाईँ बसिन्छ। किनभने मैले पनि यो एकदमै भोगेको कुराहरू मैले आज तपाईँहरूमा मैले सेयर गरेको। त्यसैले साथीहरू जीवनमा कहिले पनि गाँजा नखानु होला। यो कुरामा विश्वस्त भई अन्त्यमा स्वास्थ्यको लागि पानी खानु नबिर्सिनु होला। हस्, धन्यवाद।